स्टेसन जान लाग्छ गाइज हिन्दी नि हो हामी चाहिँ घुम्न जान लाग्छ है केटाहरूसँग आजको कतारमा है रमाइलो भएर त्यहाँ पुरा पोज दिइरहेछ चल्देको ल छिरो आफै हिँड्नु नि पर्दैन हो यसमा त हिँडेको रे अझ कुदेर आएको के अस्ति एयरपोर्टमा हामी चाहिँ यता आइपुग्यो गाइज कता जाने नि कर्नेस पछाडि आइयो हो अगाडि त्यो त यहाँ पनि कोल भिडियो बनाएको फोटो चाहिँ केटा हो कर्नेक्स आएको छ होइन कतारको केटाहरू यहाँ छ ओ यता हेरौँ न ल हामी चाहिँ हेलो गाइज गाइज भन्नु बिर्सेको मैले अनि यहाँ चाहिँ यो चाहिँ मेट्रो है यो चाहिँ हाम्रो यहाँनिर कर्नेक्समा हामी चाहिँ टक्क भर्खरै झऱ्यो है अनि केही छैन यहाँ स्पेसल भनेको यही हो ठुल्ठुलो बिल्डिङहरू होइन अनि हाम्रो केटाहरू अनि यहाँ केटी पनि छ एउटा लेडिज अनि यही हो रमाइलो पल भनेको यस्तै हो फोटो खिच्नै हाल्ने मात्र हो होइन अब चाहिँ हामी अगाडि बढ्दैछौँ केटाहरू है यहाँनिर जेब्रा क्रसिङ रहेछ है यताबाट गाडी आउँछ अनि यहाँ पुरै बाटो छ क्या होइन चल्टे यस अनि बाटो पनि यति धेरै छ कि हो होइन यहाँनिर रेड लाइट ग्रिन लाइट सबै आउनु रहेछ क्या अनि टक्क यस्तै हो यो चाहिँ कोर्नेक्स हो अनि यहाँ केटाहरू छ दुईजना होइन अनि यहाँनिर त पोज दिइरहन् होइन सोल्टेको पोज दामी भएर त्यसपछि यस्तै हो केटा हो यहाँनिर दामी मान्छे चाहिँ छैन रहेछ हामी त साँझ आएको के आज छुट्टी भएको कारणले होइन अनि अब चाहिँ हामी अर्को नयाँ ठाउँ पुरा अवलोकन अब्जर्भ के भन्छ त्यसलाई के भन्छ यार त्यसलाई यार हामी चाहिँ पुरा खोजी तलासी गरिरहेछौँ क्या कस्तो दामी ठाउँ कस्तो रहेछ भनेर यसो हुन्छ अनि रिसर्च गर्न जान लाग्छ होइन यस्तै हो अब चाहिँ हामी यही हो यता छौँ केटाहरू पनि छ चलिरह व्यस्त छ केटाहरू ल हामी रोड क्रस हान्दियो है उताबाट क्रस हान्दियो हामीले दामी रहेछ ठाउँ चाहिँ साथी यता हेर त हामी चाहिँ कतारमा छौँ पैसा कमाउने हतारमा छौँ हामी है तर जम्ने होइन केही पनि तर दामी छ यहाँनिर ठाउँहरू यो भित्र छिर्नु लाग्छ है खतरा ठाउँ छ यार दामी भइरहेको छ यहाँनिर हामी चारजना मात्र हो केटा हो भाइ तिमीलाई के भन्नु मन छ भ्लगमा दुई शब्द नभन्नु दुई शब्द भन त भाइ आज चाहिँ हामी पहिलोचोटि कर्नेस घुम्न आएको छौँ रमाइलो लागिरहेछ त्यति हो अरे रमाइलो मात्र लागिरहेछ अरे केटालाई होइन मलाई चाहिँ फर्स्ट एक्सपिरियन्स होइन दामी भइरहेछ हामी हिँडिरहेको छौँ होइन केटाहरू त पछाडि छ अनि हिँड्ने क्रम जारी छ अनि यो चाहिँ यस्तै हो केटा हो यहाँ त्यस्तो खास अब ठुलै गर्छु भनेर सोचेर त न होइन अब महिनामा एक दिन भ्याकेसन टक्क होइन केटाहरूसँग रमाइलो गर्न मात्र आएको त्यही हो अब आफूलाई फ्रेस पनि गर्नु पऱ्यो होइन रिफ्रेसमेन्टको लागि यसो आइदिनु पर्छ अनि यस्तै हो खतरा खै के बनाएको रहेछ है यो चाहिँ के हो थाहा भएन अनि यसो हेरिदिउँ न यो खै मान्छेको गु जस्तो देखिन्छ देखिन त्यही हो हेरौँ के रहेछ है के को रहेछ यार ओ फ्लामको रहेछ यो अनि यहाँनिर केटाहरू हाम्रो हिँडिरहेको चाहिँ अनि यस्तै हो बिल्डिङहरू दामी हो क्या साथी होइन अरू केही पनि त्यस्तो खास भन्ने चाहिँ त छैन अनि यहाँ एउटा क्यामेराम्यान होइन यो चाहिँ पुरा नेपालबाट मगाएको मैले
ओ गायकार अब चाहिँ हामी त्यो हिँड्न लाग्छौँ अगाडि है अब गन्तव्यतिर गन्तव्य भनेको थाहा छैन गन्तव्य बनाउने हो खोज्ने हो होइन जे पाइन्छ त्यही गन्तव्य अब एउटा कुरा खतरा देखाउँछु तिमीहरूलाई म अन्डरग्राउन्ड है यहाँबाट त अन्डरग्राउन्ड हो फुल अन्डरग्राउन्ड यति तलसम्म छ है हामी अन्डरग्राउन्डबाटै आएको अघि नै ट्रेन चाहिँ अनि यो चाहिँ यस्तो दामी बनाएको छ अहिले त्यही रमादान चलेको हुनाले होला सायद होइन मेबी हुनसक्छ तर दामी छ ठाउँहरू है यस्तो झिलिमिली लाइटहरू अनि अरू के भन्ने अब केटाहरू त यहाँ फोटो खिच्नमै छ अनि त्यही हो लाइटिङ हेरेर यो त्यो हुन्छ नि मेटेरियलिस्टिक भएर चाहिँ आउने काम चाहिँ नगर होइन कतारमा अब सोच नि त बबालै छ ठाउँहरू चलपल दिन आउँछन् नि त्यस्तो होइन साथी होइन त्यसमै गर्ने हो केटा हो गर स्ट्रगल म त यहाँनिर है हावातालमा फसिरहेको छु है अब चल्दिनँ नेपालतिर आउँदिनँ अब दोस्रोचोटि त भन्छु होला होइन केटा हो रमाइलो छैन यस्तै हो के रमाइलो के हो थाहा छ यहाँ फोटो खिच्ने फोटो पोस्ट हान्ने सक्यो रमाइलो अब त्यहाँ हामी तल जाँदैछौँ है यसरी तल जाँदैछौँ अब खै कहाँ जाने हो केटाहरू हल्का फास्ट झर्दिउँ हेरौँ कहाँ पुगिन्छ आज ए बाई पो जान न यो चाहिँ अब हामी अन्डरग्राउन्ड होइन यो चाहिँ धरतीको तल हो क्या हामी चाहिँ धरतीको तल यहाँ चाहिँ केटाहरू फोटो हानिरहेको छ है अनि पुरा यहाँ पोज दिइरहेछ सोल्टीले अनि यहाँ पुरा हानिदिइरहेको छ होइन फोटोग्राफर फ्रम नेपाल यहाँ पनि छ एउटा अब चाहिँ मेरो पनि पारा निस्केला जस्तो भइरहेन केटा बिल्डिङ चाहिँ हेर्न सक्नुहुन्छ होइन केटा हो केटाहरू चाहिँ टोइलेट जानु लाग्छ अनि यहाँ हेर्न सक्छ होइन भुइँमा पनि बत्ती बाले आगे ए बत्ती भुइँमा धरि लाइट छोडेर हेर न ए देख्यो हामी चाहिँ चल्दिएको ल बाटो अब यहाँनिर रोडमा पनि पुरा होइन लाइट बलिरहेछ होइन अनि यही हो हाम्रो आजको कतारको टुर भनेको यस्तै हो साथी यस्तै हो हामी चाहिँ अब टक्क यो लाइटवाला हुन्छ नि सिँढी लाइटवाला सिँढीमा छ क्या होइन ए यो सिँढीबाट माथि त्यस्तो खतरा हो क्या ए भुइँमा नि लाइट छ होइन अनि यो हो क्या साथी कतार भनेको दिस इज द रियल कतार गाइज देखो दामी अट्र्याक्सन बवाल यहाँ दामी दियो अहिले चाहिँ हल्का भाइब्स दियो होइन अनि यहाँ हेर्न सक्छ होइन दामी छ क्या बिल्डिङमा नि लाइट बोलाएको क्या सोल्टी अरूभन्दा नि यत्रो बिल्डिङमा लाइट कसरी हाल्यो अरे दामी यहाँ त समुद्र छ यार साथी यो क्या बोट हो है यो चाहिँ बोट हो यहाँ चाहिँ बिल्डिङहरू छ हाम्रो केटाहरू भनेर छ त्यसपछि बोट चाहिँ बवाल छ क्या 10 रियल भनेको कति हुन्छ भने 400 रुपियाँमा बोट घुमाउँछु भनेर भने होइन मेबी अब हेरौँ यहाँ समुद्र ओ सेट त्यहाँनिर बोटहरू चलिरह उ त्यो छ नि योवाला बोटहरू है योवाला बोट चलिरह यही बोट त्यसपछि यहाँनिर बोट अनि यो चाहिँ कतार केटा हो दिस इज द रियल कतार हेर म कति जुम गर्छु है वाउ नाइस यार हल्का कहिले रिग्रेट हुन्छ अहिले चाहिँ रिग्रेट छैन मलाई होइन यहाँ आएले त्यही भएर तर केटाहरू त कहाँ गायब भयो ए यता रहेछ एक्सप्रेसन हेर न मेरो एक्सप्रेसन चेन्ज भएको हेर न होइन समुद्र फर्स्ट टाइम देख्नु पाएँ क्या केटा हो है अब समुद्र त फर्स्ट टाइम देखिहाल्यो अब नुहाउनु नि पर्छ जस्तो लागिरहेको छ हामफाल्न त अब के हामफाल्नु है यस्तोमा गहिरो होला कति गहिरो छ अब बोट चाहिँ हेरौँ चढ्ने कि नचढ्ने भन्ने कुरामा डिसिजन अब लियो हाल्यौँ केटाहरूले होइन अनि त्यसपछि हुन्छ आजको ब्लग चाहिँ दामी हुन्छ कि केटा हो साइड चाहिँ पुरा होइन यहाँ चाहिँ फोटो खिचिरहेको छ
फाइन यो फोटो भइरहेछ अनि यो चाहिँ पुरा होइन बोर्ड होइन अब यसमा अब यसो डुल्नु पर्ला जस्तो लागेको छ अनि यहाँनिर के भइरहेछ त के भइरहेछ राजा गाइस घुमिरहेछ भाइ है पानी होइन यो समुद्र हो पानी के रे? समुद्र हो यत्रो ठुलो छ होइन अब रातिको टाइममा आइरहेछौँ घुम्न यस्तो अब के गर्नु त टाइम पास भइरहेछ अनि गाइस आउनुहोस् तपाईँ पनि अवेरनेसतिर आउनुहोस् विदेशतिर आउनुहोस् गाइस नआउनु भन्छु के म खालि आउनुहोस् तपाईँ अब यस्तो त हो होइन पारा महिनामा एक दिन घुम्न पाउँछ साथी होइन तर हेर्ने मात्र हो केही गर्ने होइन होइन यहाँ त्यही हो केटा हो होइन अब त्यही यसो होइन अब समुद्र चाहिँ टक्क छुइदिइहालौँ होइन स्पर्श गरौँ न कस्तो हुने रहेछ समुद्र भनेको चाहिँ नर्मल पानी हो कि समुद्रै हो है अब म चाहिँ पुरा ट्राई हाल्न जान्ला छु यहीँ समुद्री यहाँ छ होइन यी समुद्र र है अनि यही हो समुद्री ओइ धन्दै झऱ्यो यार यहाँ किला रहेछ अलि झऱ्यो भए त सिधै तल पुग्थेँ म यहीँ समुद्र है पानी मस्त बगिरह ए छाल आउँछ यसको बवाल छाल आउँछ यी ल ठिस भएको मध्येमा हेर त यी समुद्रको छाल यहाँसम्म आएको थियो यार यहाँ माथिसम्म आउने रहेछ बोट छ नि त बोटले गर्दा होला सायद पानी आइज त यहाँसम्म त आउँदैन क्या ओए बवाल साउन्ड आउँछ यहाँ यतातिर त आइरहेको रहेछ यो साइडमा चाहिँ जाउँ है यी पानीमा अरे यार यता आयो यतै आउँदैन उता आयो उता आउँदैन आइज नुहाइदिउँ क्या हो यार अब आउँछ है साल ओए मजा आयो तर ओहो कस्तो रहेन हो क्या एक्सपिरियन्स चाहिँ मजा आयो तर त्यो घुम्नलाई आधा किलो भइहाल्यो नि यस्तै छ है अब रमाउनु परिहाल्यो काम पनि गरिरहेको छु महिनामा एक दिन यसो होइन 400-500 रुपियाँ यसो वेस्टमा इन्भेस्ट गरेर यसो आफूलाई फ्रेस चाहिँ गर्नुपर्छ क्या ल यति हो केटा एउटा कुरा भनौँ हामी चाहिँ बोटिङ गर्न जान लाग्छौँ है आज रोग है त्यो बोट छ होइन अनि हामीले चाहिँ टक्क 4 जना भएर कुरा गरेर होइन 5, 10, 15, 20 भनेको छ क्या 5 भनेको छ न त 10, 20, 30, 40 दिनुपर्ने थियो पर पर्सन 10 थियो तर अहिले हामीले घटायो होइन अनि त्यही भएर पर पर्सन हाम्रो 20 मात्र अनि यहाँनिर हाम्रो केटाहरू फेरि त्यही हो फोटो खिच्ने होइन अनि अब चाहिँ हामी जान लाग्छ आउँछ क्या तिनीहरू पनि यहाँ 2 जना छ होइन बोटमा टक्क चढेको केटाहरू आन्टीहरूको यादमा हो केटाहरू उता छ होइन त्यही 4 जना छ है केटा हाम्रो केटाहरू के छ त केटा हो एकदम बाबा ठिक छ साथी उता त बिजी छ उता त फोटोग्राफर बन्न लागिसक्यो होइन एक दिनमै क्यामेरा आफ्नो होइन त्यही पनि अनि अब एक्सपिरियन्स हुँदैछ बोटिङको दामी भइरहेको कस्तो भइरहेको छ त बोटमा चढ्न पाएर अल्छी लाग्छ अल्छी लाग्छ किन लागेको अल्छी केटीहरू नपाएर तिमीलाई चाहिने रहेछ यस्तो छ है हाम्रो अगाडिको भ्युज चाहिँ यहाँनिर हेर्न सक्छ होइन यस्तो दामी छ कि भ्युज चाहिँ अनि अहिले चाहिँ हामी चाहिँ बोटमा छौँ अनि यो चाहिँ समुद्र होइन अनि वहाँनिर ओवाला छ नि त्यो अब पछि जाने हो क्या त्यो जिरोवालामा चाहिँ हामी उति जिरोवालामा गएको छैन नि है कहिले जाने उ त्यसमा त्यसमा जानुपर्ने छ होइन यहाँनिर बोट छ हाम्रो नि यो बोट भइहाल्यो अब हेरौँ यहाँ म्युजिक बज्न आएको छ गाइज हाम्रो खुसीको योमा भिडियो गेम खेल्नु छ यो होइन हामी चाहिँ बोट चलिसकेको केटा हो हावा आइरहेको छ बिचमा पुगिसक्यो बिचमा पुगेको हामी होइन
त्यसपछि अनि हामी चाहिँ यहाँनिर केटाहरू छ होइन केटा कस्तो भइरह खोइ त अनि हाम्रो यहाँ एउटा फोटोग्राफर छ होइन कमाल दामी यहाँ हेर्न सक्छ होइन दामी मल छ होइन कमाल भइरहेको टक्क होइन अब चाहिँ हाम्रो बोट चल्यो केटा हो डान्स हानिदिनुपर्छ क्या होला लाग्छ यो त नजिकबाट देखि लाग्छ यो बिल्डिङ दामी देखिरहेछ केटा हो अनि हामी चलिरहेछौँ समुद्रको माथि फर्स्ट टाइम इन लाइफ गाइज तर दामी भइरहेछ ओ बवाल बवाल नाच्देऊ न केटा हो मजा चिसो हुने रहेछ या त रमाइलो हुने रहेछ ब्लु लाइट्स अरे बवाल हो यार यता साइड जान पाएन के त्यो साइडमा जान पाएन के आज टाइम छैन कि भोलि ड्युटी जानुपर्ने छ के नत्र बवाल हुन्थ्यो के बवाल दामी ल यार यो चाहिँ हाम्रो कता रहेछ गाइज दामी छ के छुट्टी दामी छ के अझ फर्स्ट एक्सपिरियन्स अझ बोटमा के अझ घुम्दिरा रमजान स्पेसल हो आज कहाँ गयो केटाहरू ओ बवाल बवाल मजा आयो मजा आउने रहेछ केटा हो मजा आउने रहेछ चलिरह बोर्ड दोस्त बोझान दोस्त बोझान एउटा यहाँ बिजी छ अब म जुम हान्छु है जुम हान्छु त्यो टावरमा ओए स्यामसङ भन्दा नि खतरा जुम हुन्छ त मेरो त यार यहाँ हेर्न सक्छ होइन म त टपमा छु के पुरा डान्स भइरहेछ यहाँ हाम्रो केटाहरू छ होइन यहाँनिर यस्तो छ होइन अनि होइन म त टपमा छु है बोटको लड्दिनँ होला चिन्ता नगरौँ होइन यहाँ यति छेउमा छु कि तर बाल हुँदैन मतलब भएन होइन केटाहरू यहाँ चिल छ चिल यो चाहिँ पछाडि त फ्रेम है म त यहाँ कतारमा छु यहाँ केटा हो अझ फर्किसकेको हामी डुङ्गाबाट उत्रेर नि अब गुफाभित्र बसिरहेछौँ यति एक्जिट यति इन्ट्री दामी छ